कस्तो चाहिँ छोरा जन्मायो बाँदर जस्तो मैले एक्लै जन्माएको होइन के अरे मालती त्यो पैसा जस्तै भाग्यमानी हुन पाए त म पनि कति तातोमा बस्थ्यो है तेरी बुढीकोमा गएर घुस्न मलाई तपाईँ इन्स्टा चलाउनुहुन्छ अनि तपाईँ फेसबुक पनि चलाउनुहुन्छ होइन अनि दुई औँलाले म सबै कुरा चलाउँछु समझ्यौ ए भेना किन हो माइली हेर न आज पनि बाख्राले बोका खोज्यो कि भ्याउँछौ र हात्ती जस्तो साललाई देख्नु भएन के भयो आँखा भेनासँग त्यसरी जिस्किने हो ए त्यसो भए लानी हो त मलाई कान्छी बनाउन अर्को साल त यत्रो घोडे छोरो जन्माइदिन्छु महिलाको त्यो कुन अङ्ग हो जुन हामी खान्छौँ समझ्यौ हामी खान्छौँ दिमाग बहिनीले भनेपछि त ज्यानबाले पक्का मानिहाल्छ बिहा भएपछि पापा र छाउरा एकैचोटि जन्माइन्छु नेक्स्ट है त सुत्ने बेलामा एकदमै कम्फर्टेबल लाग्ने पहिरन के हो दुर्गेशलाई के लाएर सुत्छौ नाङ्गे सुत्छ भन्दा नि मिल्छ खत्तम बाय बाय टाटा गुड बाय थाहा छ बाजे मलाई तपाईँको टुप्पी कस्तो मनपर्छ नि त्यसो भए त मेरो भन्दा राम्रो टुप्पी मेरो बाकै छैन यो बाजेको त छैन कि क्या हो समझ्यौ मन भन्या रेखालाई जहिले पनि जे पनि छोटो छोटो मन पर्छ भन्छ नि हो मन पर्छ जे पनि हैन मेरो बुढी एकदमै राम्रो सबैलाई आफ्नो बुढी राम्रो लाग्छ नि त हैन अनि एउटा पोइन्टसम्म लाग्छ होला के अनि त्यसपछि अर्काको बुढी राम्रो लाग्न थाल्छ होला दुई पैसा बुद्धि नभएका केटीहरू के गरेर खान्छन् कुन्नी छोरी बन्न पनि लाजै मर्दो यी दुईटा खुट्टा पसार्छु हातले डम डम मुसेर खान्छु जतिखेर मलाई त्यतिखेर आउँछु तपाईको चोइस अमेरिका कि नेपाल मेरो चोइस त नेपाल हो जहिले पनि अनि किन अमेरिकामा बसिरहेको मेरो इच्छा सिजन 1 र सिजन 2 मा चाहिँ हजुरले के डिफरेन्स पाउनु भयो अलिकति डिफ्रेन्स भनेको चाहिँ भाइको अहिले लामो भएछ कि समझ्यौ कपाल बिहान दिनको आहारा मलाई भन्नुहोस् त म बिहान 4:30 बजे उठ्छु उठिसकेपछि म 3 गिलास मनतातो पानी पिउँछु पानी नै हो त यो सबै एनर्जी पानीबाट हो एकदम पानी कागो पानी कागो पानी 50,000 देखि 1 लाखसम्म दिएको मैले तपाईलाई कति पैसा दिनुभयो जेन्जीहरूलाई अथवा घाइतेहरूलाई ठ्याक्कै भन्दा अब त्यो त अब ठ्याक्कै यति चाहिँ नभनौ अब जो सबैलाई पुग्ने यो उपत्यका भरि त सबैलाई पुग्नेलाई सबैलाई पुग्ने पैसा दिनुभयो सबैलाई त्यो पैसा कहाँबाट आयो आसी अब त्यो पैसा चाहिँ ब्याङ्कबाट आयो तपाईको यो अमेरिका कति हो पचको अमेरिका चाहिँ मेरो फर्स्ट टाइम हो म यहीँ बसेर 6 इयर्स यहाँ बसेर फर्किसकेपछि चाहिँ युके युएस यताउति धेरै गयो तर अमेरिका चाहिँ आउने जुरेकै थिएन कि तपाईलाई जे कुरा सोधिन्छ त्यसको सही जवाब दिनुस् हुन्छ बाजे हुन्छ उहाँलाई श्रीमान भन्नुस् बाजे हैन लोग्ने बितेको 25 वर्ष भयो मैले उमेरा त कसैलाई श्रीमान भनेको छैन अब यो को न को मान्छेलाई म श्रीमान भन्छु बिहान उठ्न साथ के गर्नुहुन्छ अरे ब्रस गर्छु भन्न बिहान उठ्ने बित्तिकै म आँखा खोल्छु त्यसपछिको त्यो सर्कल बाइकको सर्कललाई खत्तम बाय बाय टाटा गुड बाय आइज तावा म एक्लैले फुस्कान्छ गटिको हावा ओके खेल्यो आइज भनेको छिटो आमा उसलाई चाहिँ के पनि नभन्नु है हेर्नु अझै बिहा गर्ने बेला भइसक्यो डुल्या छ खाछ के भयो त तेरो बाबु खान्छ ओ भेना बच्चाहरू सुट्यो कि तिमी पनि सुट न त
मोरटै एउटा गीत गाउनु सुषमा। यस्तो साथी तिम्रो बन्छु म, यस्तो साथी तिम्रो बन्छु म। स्वर त राम्रो छैन नि तपाईँको। मैले तपाईँले गाउनु भन्नुभयो, मैले गाएको। मैले आफ्नो स्वर राम्रो छ म गाउँछु भनेर गाएको होइन नि त। आधा वस्त्र लगाएर मेरो घरमा किन आएको तिमी? अनि वस्त्रै नलाइकन आउनु त यार। जसरी त्यसलाई अनफोल्ड गरिएको हुन्छ होइन मोमेन्ट्सहरू, त्यसरी नै लाग्यो। के हो यो? प्याड समझ रहे हो? प्याड होइन, कस्तो खालको प्याड हो यो? कसरी लाउने? खै कसरी लाउने? कस्तो लाज नमाको केटी रहेछ, यत्रो मान्छेको अगाडि प्याड रे। You got to give me the answer. Sex or food? Food while having sex. तिमीले बासँग चाँडै बिहा गरेर के पायो भन त? तँलाई पाइन तँलाई।